हामी जर्मनीको टियर सिटीमा आइपुगेका छौं र टियर सिटीको यो ऐतिहासिक ठाउँमा छौं। यति बेला कार्ल मार्क्सको जन्मघरमा आइपुगेका छौं, जुन चाहिँ जर्मनीको राइन प्रान्तको टियर सिटीमा रहेको छ। यही ठाउँमा कम्युनिस्ट आन्दोलनका एकजना हस्ती कार्ल मार्क्सको चाहिँ जन्मघरमा हामी जाँदैछौँ र यहाँलाई देखाउँछौँ के कस्ता चीजहरू छन्। विश्व इतिहास कम्युनिस्ट आन्दोलनको एउटा इतिहास बोकेको ठाउँ जर्मनीको यो टियर सिटीमा हामी यहाँलाई देखाउँदैछौँ के छ त भित्र। हामी कार्ल मार्क्सको घरभित्र प्रवेश गरिसकेका छौँ र कार्ल मार्क्स यही घरभित्र जन्मिएको कुरा चाहिँ यहाँ पनि उल्लेख छ। सन् 1818 को मे 5 तारिकका दिन यही घरभित्र कार्ल मार्क्स जन्मिएको र सन् 1883 को मार्च 14 तारिकका दिन उनको चाहिँ लन्डनमा मृत्यु भएको थियो। र आज पनि कार्ल मार्क्सले जुन ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको एउटा सिद्धान्त आविष्कार गरेका थिए त्यो चाहिँ विश्व प्रसिद्ध छ। कार्ल मार्क्सको यो सिद्धान्तलाई आजको दिनमा पनि मार्क्सवाद नमान्ने पुँजीवादीहरू पनि मार्क्सले ऐतिहासिक भौतिकवादलाई जुन एउटा सिद्धान्त आविष्कार गरेका थिए त्यसलाई मान्ने गर्दछन्। र कार्ल मार्क्स र एंगेल मिलेर कम्युनिस्टहरूको पहिलो अन्तर्राष्ट्रिय संगठन पनि निर्माण गरेका थिए। अब हामी कार्ल मार्क्सको घरको अर्को कोठामा प्रवेश गरिसकेका छौं र यहाँनिर तपाईले देख्नुहुन्छ एउटा काठको टुक्रा यहाँनिर राखिएको छ र यहाँनिर तल लेखिएको छ सन् 1983 मा यो काठको टुक्रा परीक्षण गर्दाखेरि सन् 1727 मा यो घर बनेको प्रमाण चाहिँ यो जुन अहिले घर छ कार्ल मार्क्सको त्यो घर भन्दा अगाडिपट्टि भेटिएको एउटा काठ अथवा भनौं एउटा रुखको टुक्राको परीक्षण गर्दाखेरि चाहिँ वैज्ञानिकहरूले अथवा भनौं अनुसन्धानकर्ताहरूले त्यो तथ्य चाहिँ पत्ता लगाएका छन्। अब हामी कार्ल मार्क्सको घरको अर्को एउटा कोठामा प्रवेश गरेका छौं र तपाईले यो अगाडि देख्नु भएको चम्किला ग्लासहरू भित्र कार्ल मार्क्सको जीवन उनले कुन ठाउँमा कहाँ बिताएर उनको जीवन 64 वर्ष बाँचे त्यसो त कार्ल मार्क्स। र यहाँनिर यो एउटा स्क्रिन पनि यहाँ देख्नुहुन्छ टियरबाट उनको आफ्नो जन्म सुरु भएको कार्ल मार्क्सले बोन बर्लिन हुँदै उनले आफ्नो लीला लन्डनमा गएर समाप्त गरेका प्रमाणहरू हामीले इतिहासमा भेट्न सक्छौं। र त्यही कुराहरूलाई दर्शाउनको लागि यहाँनिर अगाडिपट्टि यो ग्लासहरुमा यहाँले देख्नुहुन्छ कुन समयमा कार्ल मार्क्स कहाँ गए के गरे भन्ने कुराहरू झल्काउनको लागि यी ग्लासहरुमा चाहिँ एउटा प्रतीकात्मक रूपमा हरेक ठाउँका एउटा सिम्बोलिक तस्बिरहरू पनि यहाँ माथि राखिएको हामी देख्न सक्छौं। अब हामी एक तला माथि आइसकेका छौं कार्ल मार्क्सको घरको। यहाँनिर यहाँले देख्नु भएको छ कार्ल मार्क्स सँगै अर्को एकजनाको पनि स्ट्याचु राखिएको छ। उनी को हुन् भन्ने विषयमा चाहिँ कार्ल मार्क्सको जीवनमा एउटा महत्त्वपूर्ण व्यक्तिको रूपमा महत्त्वपूर्ण साथीको रूपमा रहेका फ्रेडरिक एंगल्स हुन् र उनीसँग मिलेर 1848 मा 29 वर्षको उमेरमा कार्ल मार्क्सले चाहिँ कम्युनिस्ट पार्टीको घोषणापत्र निर्माण गरेका थिए। राइन प्रान्त अन्तर्गत टियर नगरका तत्कालीन वकिल हर्सल मार्क्सका छोरातर्फ जेठा सन्तानका रूपमा कार्लको जन्म भएको थियो। उनको परिवार यहुदी थियो। मार्क्सका 3 भाइ र 4 बहिनी थिए। भाइ डेभिडको भने सानैमा मृत्यु भएको थियो। मार्क्सका बाबु हर्सललाई यहुदीहरूको परम्परागत ब्याज खाने र लोभी प्रवृत्तिमाथि घृणा थियो। यस्तै उनका पितामा फ्रान्सको क्रान्तिका प्रेरणादायी व्यक्तिहरू रूसो र
भोल्टेयरका क्रान्तिकारी विचारहरूको राम्रै प्रभाव परेको थियो। ती क्रान्तिकारी विचारका लेखहरू हर्सलले धेरै पटक पढेका इतिहासहरू छन्। आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ कार्ल मार्क्सले सन् 1848 मा 29 वर्षको उमेरमै फ्रेडरिक एंगल्ससँग मिलेर कम्युनिस्ट पार्टीको घोषणा पत्र लेख्नु भएको थियो, जुन कुरा मैले यस अघि नै उल्लेख गरिसकेको छु। यो दस्तावेज एउटा यस्तो दस्तावेज बन्यो जुन संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको मानिन्छ। राजनीतिक क्षेत्रमा एक किसिमको हलचल नै ल्याइदिएको त्यो घोषणापत्रले खास गरी पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषण रहित समाजको निर्माण कसरी सम्भव हुन्छ भन्ने कुरा उल्लेख छ। 1881 मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्स रुगाखोकीबाट ग्रस्त भएका थिए र त्यसले बिस्तारै ब्रोन्काइटिसको रूप लिएपछि 15 महिना अस्वस्थ भई उनी अस्पतालमा रहनु पर्यो। यसैका कारण मार्च 14, 1883 को दिन लन्डनमा उनले अन्तिम सास फेरे।